कम्तीमा हामीले यो घरबाट 200 रुपैयाँ जति चाहिँ उठाउनु पर्छ है। सरस्वती पूजाको लागि पैसा दिनु पर्यो। कति दिनुपर्ने भाइ? 201। ल भाइ दिन्छु, नाम लेख। नाम भन्नुहोस् के हो? गुम्लुरु वैद्यधारी बैकान कालु कपिल कुमार चौधरी। ल लेख त नेपालीमा। दाइ नाम भन्नु त फेरि। गुम्लुरु वैद्यधारी बैकान कालु कपिल सिंह चौधरी। भाइ तिमीहरू कहिलेदेखि माग्न लाग्छौ सरस्वती पूजाको चन्दा? चन्दा त हामी अस्तिदेखि माग्न लाग्छौँ। सरस्वती माताको कृपा त तिमीहरूको माथि धेरै रहेछ, देखिन लाग्छ त्यो। दाइ नाम नलेखेर चन्दा पाइँदैन र? बिना नाम लेखेर पैसा पाइन्छ र? अनि कसले कति दियो कसरी थाहा पाइने हो? ए भाइहरू चन्दा लिएर त जाऊ। सधैँ चन्दा माग्ने त्यही विद्यार्थीहरू आउँछन् जुन पढाइमा कमजोर हुन्छन्, किनभने तिनीहरूको मन यस्तै कामहरूमा लाग्छ। चन्दा दिने मनै थिएन, त्यसैले यति ठुलो नाम भनिदियो।